नमस्कार आदरणीय महानुभावहरू, म शेखर अधिकारी। कुराकानीको क्रममा अहिले चाहिँ म बुद्ध शान्ति 6 नम्बर वार्ड माटे आइपुगेको छु र मसँग चाहिँ साबिक इरौटार गाउँ पञ्चायत वार्ड नम्बर 8 मा जन्म भई आफ्नो बाल्यपन व्यतीत गर्ने क्रममा चाहिँ बुद्ध शान्ति हालको साबिक वडा नम्बर 9 शान्तिनगर वार्ड नम्बर 9 र अहिलेको चाहिँ बुद्ध शान्ति 6 रातमाटेमा नै आफ्नो बाल्यकालदेखि लिएर आफ्नो पूर्णतया जवानी व्यतीत गर्नुभएका एकजना अत्यन्त पुराना अनुभव भएका अनुभवी उमेरले हाल 87 वर्ष पुग्नुभएका लालबहादुर सारू मगरसँग म छोटो कुराकानीमा यहाँहरूलाई जोड्न गइरहेको छु। हजुरबा, यहाँलाई यो छोटो कुराकानीमा स्वागत छ। हजुरको शुभ नाम? मेरो त्यही नै हो, लालबहादुर। लालबहादुर सारू। जन्म कतिमा हजुरबाको? कति भयो? 97 भनेको कति हो? 1997। 1997 को जन्म। अहिले 87 वर्षमा हिँड्दै हुनुहुन्छ। अनि अलिकति थोरै मैले हजुरबाको स्वास्थ्य अवस्था अलिक बिचमा बिरामी पनि पर्नुभयो, अलि स्वास्थ्य अवस्था बिग्रियो भन्ने पनि सुनेको थिएँ। अहिले चाहिँ स्वास्थ्य अवस्था कस्तो छ? अहिले चाहिँ ठिकै छ। 80 भन्दा अलि आराम, अलिकति अथवा मात्रै भइरहेको छ। शरीरबाट घुम्ने, आँखा नदेखिने, तिनको चिज पनि नदेखिने, तिनको चिज पनि नसुन्ने, त्यस्तो भइयो। ए, भनेपछि पहिलाको भन्दा अहिले स्वास्थ्य अवस्था राम्रो भएको छ, किनभने यतिको बसेर कुराकानी गर्न सक्ने हुनु भएको छ। अनि यो शान्तिनगरलाई धेरै अगाडिदेखि जान्नुहुन्छ। जस्तै यो शान्तिनगर पहिल्यैदेखि यसको नाम शान्तिनगरै थियो कि अरू केही नाम भन्थे कि? अघिदेखि नै शान्तिनगर, पछाडि यो पञ्चायत काल आएपछि शान्तिनगर सन्तपुर भन्थ्यो यसले। विशेष गरेर चाहिँ यसको नाम सन्तपुर भन्दा नै जानिन्थ्यो। पहिले जानेपछि मैले सन्तपुरै। हजुर, सन्तपुर बुवाहरूले जान्नु भएको नाम सन्तपुर। सन्तपुर चाहिँ पछि गएर शान्तिनगर भएको हो कि? शान्तिनगर भनेको पहिले सन्तपुरबाट शान्तिनगर भएको। ए, पहिला चाहिँ सन्तपुर, त्यस पछाडि शान्तिनगर भयो। ए, अनि यो शान्तिनगरका हजुरबासँग सङ्गत भएका पुराना मान्छेहरू, अलिकति बुढापाकाहरूको यसो नाम सम्झिनु पर्दा को सम्झिनुहुन्छ? खै अब त्यो त अब कति गइसके, कति छन्। हजुर, अब म त अब भनात बुढा थिए त्यस बेला यहाँ इरुङटारको थरी मुखिया। हजुर, यो सुनमाईमा अर्कै थिए। हजुर, नाम पनि आज बिर्सके, के भन्छ सुनमाईको? तेजबहादुरको चाहिँ बुवा। हजुर। अनि यहाँ जस्तै यहाँले खेल्नुभएका आफ्ना बाल सखाहरू, त्यतिखेरका आफ्ना दौतरी साथीहरू चाहिँ? दौतरी साथीहरू त अब यति हुन्छन्, कोही सकिए, कोही यी अचारला खान्थे, अचार त साइला माइलाहरू। हजुर, ती पनि सकिए। हजुर। अनि यता मास्टर कोही सामनिक राईहरू छ। ए, अनि यो अवस्था 87 वर्षको उमेरसम्म आइपुग्दा हजुरबाले के चाहिँ गर्नुभयो? केही एक दुईवटा स्मरणीय त्यस्ता खालका कामहरू गरिएका? काम त केही गरिएन। हजुर, खेती गरियो। हजुर, जागिर पढेको थिएन। हजुर, जागिर खाइएन। हजुर, खेती लाग्यो, यता गऱ्यो उता गऱ्यो, खेती गऱ्यो, त्यति। यो शान्तिनगरमा पहिल्यैदेखि कस्ता कस्ता खालका खेतीहरू हुन्थ्यो? धान खेती कहिलेबाट सुरु भएको हजुरबालाई थाहा छ? धान खेती त यो अर्खरै सुरु भएको। यो सन्तपुर भन्नेमा धान खेती छँदै थिएन, खालि मकै र कोदो मात्रै थियो। हजुर, मकै र कोदो मात्रै थियो। पछाडि यो पैनी खनेपछि, टिमाईबाट पैनी निकालेपछि अनि धान खेती भएको। ए, टिमाईबाट जब पैनीहरू खनियो, यो एक लेबर अनि यो माथिको ढाक्रे गौडा, कप्तान जनसमूह पैनी, यी पैनीहरू खनिएपछि मात्रै शान्तिनगरमा धान खेती सुरु भयो। त्योभन्दा अगाडि चाहिँ मकै कोदो मात्रै हुन्थ्यो। ए, अनि हजुरबासँग त अलि सिपहरू पनि थियो, राम्रा राम्रा डोका डालाहरू पनि बुन्नुहुन्थ्यो भन्ने कुरा गर्छ नि मान्छेहरूले। डोका त त्यो सानै गोठालामा, अब जङ्गलमा मुलुक थियो, गाई चराउनु गोठाला हुन्थ्यो। अनि त्यो जङ्गलमा केटाहरूसँग सिक्यो, जान्यो, डोको, नाम्लो, यस्तो घुमहरू
हजुर यस्तो हलो अँ यस्तै काम गर्यो, गाई चरायो, बारी दुनियाँभरको वस्तु ल्यायो, आफ्नो बारीमा मल्यो। हजुर त्यतिखेरका ती अपरिहार्य सामग्रीहरू डोको डालो घुम यस्ता कुराहरू जो किसानलाई नभई नहुने वस्तुहरू थिए तिनीहरूको उत्पादन गर्नुभयो यहाँले। डोको त शान्तिनगरमा हजुरबाले बुन्नुभएका लगभग प्रयोग नगर्ने मान्छेहरू छैनन् होला। छैन मलाहरू पनि बुन्नुहुन्थ्यो। एकदमै। त्यो मला भनेको विशेष गरेर के प्रयोजनका लागि बुनिन्थ्यो बुवा अलिकति भनिदिनु न। मलाई त वस्तुलाई लाउने, गोरुलाई, गाईलाई गोरुलाई लायो, मल लायो, जोत्यो। जोतेको बेलामा यताउता लगाएका अलिकति महत्त्वपूर्ण बालीहरू नबिगारोस् नबिगाएर नखाओस् भन्ने नै उद्देश्य होला। पटाउने त्यही नै। ठिक छ ल। अनि अरू जस्तै ज्योतिषहरू पनि हेर्नुहुन्थ्यो हजुरबाले भन्ने कुरा सुन्छु म। अनि पण्डितहरूले एउटा निर्णय गरेर निकालेको लगनहरूसँग पनि यहाँले तर्क राखेर त्यस्तो हो के हो पण्डितजीहरू भन्ने एउटा क्षमता राख्नुहुन्थ्यो त्यो एउटा। पनि गोठालैमा बसेर यहाँ चार पाके बुढा थिए एउटा जान्ने, हजुर ज्योतिष काम गर्ने। हजुर उनीसँग लागेर उनी दिनै पछि घरमा आउँथे, मलाई सिकाउन जान्थे। उनी साह्रै धार्मिक मान्छे। हजुर बुवाको शुभ नाम चाहिँ कृष्णलाल कृष्णलाल भट्टराई। भट्टराई ए उहाँ ज्योतिष गुरु हुनुहुन्थ्यो। ज्योतिष गुरु हुन्थ्यो। अनि उनीहरूले सिकाएर यसो ढाँटढुट गर्ने बेलो। यहाँले ज्योतिष गुरु उहाँलाई मान्नुहुन्छ भट्टराई बुवालाई। भट्टराई के नाम भन्नुभयो? कृष्णलाल। कृष्णलाल भट्टराई। उहाँले कहाँसम्मको अध्ययन गर्नुभएको थियो त्यतिखेर? शास्त्री आचार्य उत्तर मध्यमा? त्यो चाहिँ अब दुनियाँभरको देखिएको जानेको ठाउँको जति सबै उनै पुरै। हजुर यो भूगोलको भूगोलको उनै पुरै। हजुर कामै चिने त्यति नै हो उनको। दिनै पछि काम आफूले भ्याइएन भने अर्को मान्छे खोजेर लाएर आफू जाने। ए अर्को आफ्नो घरको काममा अर्को मान्छे खोजेर गएर गाउँभरिका पुर्यातेहरू उहाँले गर्नुहुन्थ्यो। ज्योतिषहरू त्यतिखेरको सबै काम उहाँले गर्नु। उहाँले गर्नुहुन्छ। ए अनि उहाँसँगै सिक्नुभयो, गुरु उहाँलाई नै मान्नुहुन्छ? उहाँले त्यो के चाहिँ सिकाउनु भयो हजुरलाई त्यो ज्योतिषसँग सम्बन्धित ज्योतिष विद्या? ज्योतिष विद्याहरू त्यस्तै यो टिपन हेर्ने, पात्रो हेर्ने, यस्तो यस्तो सानो तिनो कुराहरूलाई यसो हेरचाह गर्ने। यसो उता हिँड्दाको साइड हेर्ने, कता केही घर बनाउने, कुन के जति गर्ने। घराइ चाहिँ मेरो। हजुर बिहे कर्म गर्ने त्यस्तो घराइ चाहिँ मेरो सिकायो। ए भनेको यो हाम्रा जति पनि ज्योतिषका हामीले नभई नहुने जान्नै पर्ने कुराहरू आधारभूत कुराहरू सिकाउनु भयो। अनि यहाँले त्यो औपचारिक शिक्षा त लिन पाउनु भएन होला? जम्मै त लिनु पाइनँ। हजुर स्कुल गएर त पढ्नु भएन त्यतिखेर? स्कुल त पढिनँ मैले। स्कुल त गाउँघरमै पढेर जानेको। ए गाउँघरमै पढेर अनि यो यतापट्टिको संस्कृतको चाहिँ राम्रोसँग अध्ययन गर्न पाउनु भयो भनेपछि मान्छेहरू यसो ज्योतिष हेर्न पनि हजुरबा कहाँ आउँथे? आउँथ्यो पहिलेको त आँखाले भ्याउनु छोडो आउँदैन। ए भनेपछि धेरै कुराको ज्ञान हजुरबासँग रहेछ। अनि यो शान्तिनगरमा अलिकति धेरै गाउँ विकासमा बढी मात्रामा योगदान पुर्याउने मान्छेहरू एक दुईजना सम्झिनु पर्यो। पुराना मान्छे जो चाहिँ समाजकै लागि आफ्नो जीवन समर्पण गर्नुभयो त्यस्ता मान्छेहरू समाजमा योगदान गरेका, यो बुद्ध शान्ति 6मा अत्यन्त ठुलो योगदान गरेका यी मान्छेहरूले चाहिँ गाउँ समाजका लागि साह्रै गरे हो भन्ने मान्छे 2-4 जना सम्झिनु पर्यो भने? सम्झिनु पर्यो भने 2-4 जना यति हुँदै छन्। छैनन्, कोही छैनन्, कोही सकिए, कोही छन्। हजुर त्यस्तै छ। ती मान्छेहरूको 1-2 जनाको नाम भनिदिनु पर्यो भने? यिनीहरूको नाम त खोइ यति हुँदैको नामसाम पनि थाहा छैन। यति हुँदै गाउँघरकै मान्छेहरूको नाम हो। त्यो बेलामा गाउँ पञ्चायतमा रहेर समाजको सेवा गर्ने मान्छेहरूको नाम भन्नु पर्यो भने? गाउँ पञ्चायतमा समाजको सेवा गर्ने नाम सबै खतिवडाको राज्य थियो यहाँ। हजुर खतिवडा थियो जुनै काममा जुनै कुरामा पनि। हजुर खतिवडाहरू नै प्राय यहाँका अग्रणी भूमिका हुनुहुन्थ्यो। सबै खतिवडा थियो। ए यो ठाउँको चाहिँ भनौँ राजै समान। अनि राजनीति गरेर कुनै पदमा रहेर समाजको सेवा गर्ने अवसर पनि मिल्यो बुवालाई आफ्नो जवानीमा? राजनीतिमा त खै अब उसले पञ्चायत काल भन्छ व्यवहारमा चाहिँ एक-दुईवटा जानिवाला त्यति। ए भनेपछि अहिले 87 वर्षको उमेरमा हिँड्दै हुनुहुन्छ। अनि आफूले गरेका 2-4 वटा साह्रै दुःखहरू
आफ्नो यो परिवार हुर्काउने बढाउने छोराछोरीहरू पढाउने क्रममा गरेका 2-4वटा यो चाहिँ साह्रै दुःख गरियो नानीहरू पढाउने क्रममा भन्ने त्यस्तो आफूलाई सम्झिन मन लागेका कुराहरू केही छन् भने भनिदिनु न। त्यो त अब आफ्नो मेरो मेरो पालाको चाहिँ हुर्किए नाता नातिनीहरू हजुर गए अलिअलि कति कति उनीहरूको कर्मले दिए जस्तो पढे। हजुर यी मसिना यी हुर्किँदैछ भर्खर पणातीहरू हजुर त्यस्तै छ। बुवाका शाखा सन्तानहरू कतिजना याद छ बुवालाई? मेरो नाति नातिना छोराछोरी उसले गइसकेको कि होइन, जम्मा जम्मा बुवाका सन्तानहरू छोराछोरी अनि आफ्ना नाति नातिनाहरू अहिले कति? रहेको छु हजुर रहेको त अब 4 भाइ छोरा 4 भाइ नाति हजुर अब सम्मानको भएको छ। हजुर अनि नातिनीहरू निकै छन्, पणातीहरू थुप्रै छन्। हजुर मसिना यी पणातीहरू पनि छन् 2-4 जना कति 8-9 जना कति छन् त्यस्तो मसिना। हजुर जाया जन्म भएकै बुवाका छोराछोरीहरू? मेरो जया जन्म भएको 5 मसँग 6 भाइ, हजुर म मात्रै छु अहिले। ए भनेपछि बुवाको दाजुभाइमा चाहिँ यहाँ मात्रै हुनुहुन्छ? म मात्रै छु। बुवाका छोराछोरीहरूमा कतिजना जाया जन्म भएको, कतिजना अहिले हुनुहुन्छ? मेरो जया जन्म भएको 5 भाइ 6 भाइ 6 भाइ छोराहरू। छोरीहरू? 1 जना मात्रै तल गरी गाउँमा चाहिँ एउटै बाँचिरहेको ए छोरी चाहिँ 1 जना मात्रै। यति मात्रै। ए अनि अहिले यहाँसँग कुन छोरो बस्दै हुनुहुन्छ? कान्छो 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 छोरो। भेषराज भन्छन् नाम? ए भेषराज सारू। उहाँसँग अहिले बुवासँग चाहिँ कान्छो छोरा हुनुहुन्छ? कान्छो छोरो भएर बसेको छु। ए अनि यहाँ बुवासँग ठ्याक्कै मूल घरमै बस्ने नाति नातिनाहरू? मूल घर बनाउनु त अब कता कता गए कता कता आए। पहिले बनाएको घरहरू लडिसकेको थियो अनि घर बनाउनु हतार भएर एकै ठाउँमा 2 भाइसँग बसेका छन् नातिहरू। ए नातिहरू घर उसँग 3 जना। ए ए ए छोरासँग यो पनि नाति नै हो, कान्छाको छोरा। छोरा 1 जना र 2 जना नाति। अब माइला छोराको छोराहरू यहाँ छ घर बाह्र। ए अहिले यहाँ बुवा बस्नु भएकै जग्गामा चाहिँ माइलो छोरा कान्छो छोरा अब बुवासँगै भइहाल्नुभयो अनि जेठो छोरा 3 जना हुनुहुन्छ यहाँ? 3 जना यहाँ अर्को जेठो तल घरमा। जेठो 4 भाइ 4 भाइ यहीँ हुनुहुन्छ? यो रातमाटेमै हुनुहुन्छ? एउटा उहाँ छ एउटा अलिक तल्लो छ। ए भनेपछि 4 जना बुवाकै वरपर हुनुहुन्छ? ए अनि अब ठिकै छ, बुवासँग यो एउटा कुराकानी गर्ने अवसर मिल्यो। अब बुवालाई म धेरै धेरै स्वास्थ्य लाभको कामना पनि गर्छु, दीर्घ जीवनको कामना पनि गर्छु। अब यो छोटो कुराकानीमा जोडिदिनु भयो, धेरै धेरै बुवालाई म धन्यवाद पनि दिन्छु। र अब यहाँ शान्तिनगरवासीहरूलाई के भन्न चाहनुहुन्छ? बुद्ध शान्ति 6 वासीहरूलाई के सन्देश दिनुहुन्छ? धन्यवाद दिन्छु। धन्यवाद दिनुहुन्छ। हुन्छ बुवा, हस्।